हेलो अनि दर्शन नमस्ते। म आज पनि धेरै पछि भिडियो लिएर आएको छु किनकि म यतै खेतीपातीतिर नै बिजी थिएँ अनि यो खुर्सानी खेतीतिर लागेको थिएँ। अहिले चाहिँ हामीले यहाँ चाहिँ लगभग 10,000 खुर्सानीका बेर्ना रोपिसकेका छौँ र यतिसम्म भइसकेको छ। म चाहिँ आज बिहानै यसो साथीभाइहरूसँग यसो सेयर गरौँ, अब नेपालमा बसेर केही हुँदैन भन्नेहरूको लागि चाहिँ यो केही गरेर देखाउँ भन्ने चाहिँ मेरो उस हो। अहिले चाहिँ म यति बेला बारीमा छु र हाम्रो यहाँ चाहिँ खुर्सानी रोपिसकेका छौँ र अहिले फागुन महिनामा यत्रीको चाहिँ भइसकेको छ र हामीले यता चाहिँ खुर्सानी खेती गरिसकेका छौँ र यता माथितिर अनि यसरी गरेका छौँ। हेर्न सक्नुहुन्छ तपाईहरू। अब खासै अब राम्रो त छैन, जाडोको महिनामा त्यस्तो खासै राम्रो चाहिँ हुँदैन, त्यही पनि एकचोटि हेरौँ है त। यही नै हो भिडियो आजको। खासै लामो चाहिँ थिएन, अब त्यही पनि तपाईहरूको माझमा धेरै भयो भिडियो अपलोड नगरेको। अनि म चाहिँ यतै अब यस्तैतिर बिजी थिएँ अनि अब अरू काम पनि हुन्छ, अब पसलतिर पनि जानुपर्छ। त्यही भएर म यो चाहिँ हजुरहरूको माझमा देखाउँ भनेर मात्रै आज बिहानै भर्खर घाम झुल्किँदैछ। म बिहानै बारीमा आएको थिएँ, अब कुटे कोदालो बोकेर काम गर्नको लागि पनि आएको हो। अब जस्तै हाम्रो यो तलतिर फेरि यहाँ हामी यो बनाउँदैछौँ नयाँ अब यसमा काम हुँदैछ, त्यो चाहिँ पछि तपाईहरूको लागि देखाउने छु। अहिले चाहिँ यही नै हो। अब हेर्नुहोस् अब कस्तो हुन्छ, के हुन्छ, कसो गरी गर्दा राम्रो होला, तपाईहरूले चाहिँ यो प्रतिक्रिया दिन नबिर्सिनु होला। एकचोटि चाहिँ म तपाईँलाई पुरै बारीमा हामीले कति लगाएका छौँ, के गरेका छौँ पुरै एकचोटि देखाउँछु। भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला है त। अब तपाईँ देख्न सक्नुहुन्छ, अब उतातिर यस्तो राम्रो भएछ, यता छेउतिर चाहिँ अलिकति बिग्रे जस्तो भएको छ। अब यसलाई चाहिँ फेरि उखालेर फेरि अर्को नयाँ बिरुवा लगाइन्छ र यतातिर पनि त्यस्तै छ। अब यो चाहिँ सबै यो मरिसकेको छ। अब यसलाई चाहिँ फेरि नयाँ बेर्ना फेरिबाट लगाउने। अनि अब हाम्रो चाहिँ अलिकति छुट्टै खालले कृषि गर्ने विचार छ। अब हामीले चाहिँ यो जस्तै यो भयो, यो अब मल्चिङ लगाइयो होइन, यसभित्रबाट चाहिँ यो थोपा सिँचाइवाला पाइप राखिएको छ, जसमा कि यसमा पानी हाल्न नपरोस् एकचोटि। अब जस्तै यो टङ्कीहरू छ माथि होइन, यसबाट एकचोटि पानी खोलिदिएपछि मान्छेले पटक पानी हालिरहनु नपरोस् भनेर यो सिस्टम गराउन खोजिएको। अनि यस्तै छ। अब यो देख्न सक्नुहुन्छ, यो पुरै यो वहाँ पारीसम्म छ अनि उता पारीतिर पनि गरिएको छ। अब जस्तै हामीले यता साइडमा चाहिँ टिमुरहरू पनि लगाइएको छ, जस्तै छेउमा। अब यहाँ चाहिँ हामीले
अलिकतिमा लगाइसकेका छौँ। अब यसमा चाहिँ तपाईँ देख्न सक्नुहुन्छ यो पुरै म हजुरलाई भनेको थिएँ नि थोपा सिँचाइवाला यो पाइपहरू चाहिँ हामीले पुरै यो मल्चिङ भित्रैबाट सेट गरेका छौँ, यो देख्न सक्नुहुन्छ। अब चाहिँ यसमा चाहिँ नयाँ बिरुवाहरू उम्रिँदैछ, म हजुरलाई नर्सरी पनि देखाउँछु। अब नयाँ बेर्नाहरू यसमा रोपिँदैछ। यसमा चाहिँ 1-2 लाइन चाहिँ हामी रोपिसकेका छौँ, देख्न सक्नुहुन्छ। अब हामीले चाहिँ यसरी पाइप फिट गरेर थोपा सिँचाइवाला पाइप चाहिँ प्रत्येक मल्चिङमा राखिसकेका छौँ, जो कि पछि उ गर्न गाह्रो नहोस्, मान्छेले अत्याधिक मान्छे नचाहियोस् भनेर। अब देख्न सक्नुहुन्छ हामी चाहिँ अलिकति फरक उसले चाहिँ गर्ने कोसिस गरिरहेका छौँ। सो लाइक कमेन्ट सेयर गरेर हामीलाई साथ दिनु होला। यो चाहिँ हामी उता पारीतिर पनि सिमला मिर्च अर्थात् अब इङ्ग्लिस त नभनिहालौँ होइन, अब यहाँ पनि छ, देख्न सक्नुहुन्छ। भर्खरै म बिहानै आएको छु बारीमा। यो चाहिँ नर्सरी भनौँ न। अहिले जाडोको महिनामा हामीले चाहिँ बेर्ना उत्पादन भइसकेको छ, तपाईँ देख्न सक्नुहुन्छ। म देखाउँछु हजुरहरूलाई। यो जुन खाली भाग छ नि त्यसमा चाहिँ यो देख्नुहोस् हाम्रो बेर्नाहरू उम्रिसकेको छ र यसमा करिब 15,000-20,000 बेर्ना अझै हामीले उत्पादन गरिसकेका छौँ। यसमा चाहिँ स्टोर गरेर अब चाहिँ हामीले यो टार्गेट चाहिँ वैशाख जेठमा चाहिँ हरियो खुर्सानीको मूल्य राम्रो हुने भएको कारणले हामीले वैशाख जेठमा राम्रो खुर्सानी निकाल्ने प्लानले चाहिँ उतापट्टिको त्यो हामी देखाएको थियौँ उता पर त्यो चाहिँ गरेका हौँ। अब यो चाहिँ गर्दै गर्दा कस्तो हुन्छ है, बेर्नाहरू हामी यहाँ राखेका छौँ। अब यतातिर देखिसक्नुभयो, यहाँदेखि यताउता सबै भइसकेको छ। अब यतातिर माथि बारी खाली छ 2-3टा, त्यसमा पनि मल्चिङ रेडी भइसकेको छ। त्यहाँ चाहिँ हामी अब बेर्ना सार्ने काम गर्नेछौँ। र अब यो तलतिर देख्नुभयो यो खाली, अब यो अनि तपाईँलाई मैले उतापट्टि देखाएको थिएँ त्यहाँ पनि मल्चिङ रेडी हुँदैछ। त्यहाँ सारिन्छ अलिकति बेर्नाहरू। अब यहाँ भइहाल्यो, अब यतातिर त सबै भइरहेकै छ, यही नै हो। अब सबै देखिहाल्नुभयो, हामी चाहिँ अब कोसिस गर्दैछौँ के कस्तो हुन्छ। यदि भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरिदिनु होला अनि साथीहरूमा सेयर गरिदिनु होला र हामीलाई साथ सपोर्ट दिएर हौसला दिनु होला। के कसरी गर्दा राम्रो हुन्छ भिडियोमा कमेन्ट गरिदिनु होला। भिडियो अन्त्यसम्म हेरेकोमा धन्यवाद। अनि के कस्तो हुँदै जान्छ हाम्रो यो कृषि कार्य तपाईँहरूको माझ जानकारी गराइरहनेछौँ। पछि पनि यस्तै भिडियोहरू हेर्नको लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला। यदि भन्दै आजको भिडियो यहीँ अन्त्य गर्छु। हस् त, नमस्ते, जय नेपाल।